वेलकम टु माई ब्लग गाइस। के छ तपाईँहरू सबै सन्चै आरामै हुनुहुन्छ होला भन्ने मलाई आशा छ र हामी पनि फिट एन्ड फाइन छौँ। आज केटाहरू सब हाम्रो यो साउदी क्लब है, साउदीमा बसिरहेको नेपाली खाडी फुटबल क्लब है, वर्ल्ड कपमा सेलेक्ट भयो नभए पनि साउदीको क्लबमा चाहिँ सेलेक्ट हुनुपर्छ केटा ल। हान्छन् केटाहरूले राम्रै हान्छन्, बबालै छ है। हाम्रो क्याप्टेन खै, ओए छोटा क्याप्टेन खै, ओए मुला हेर न ल। झोले गएको उता छ, झोले उता उतै झोले हो है। यस्तै छ केटा हो, अर्जेन्टिनाको किप्पर यस्तै छ। अहिले गइरहेको हामी फुटबल खेल्न, केटाहरूलाई अहिले बिचमा यसो देखाउँछु तपाईँहरूलाई पनि है हाम्रो कस्तो छ फुटबल, कस्तो खेल्दो रहेछन् सबैले कमेन्ट गर्नु होला ल। मिल्छ हामी नेक्स्ट सिन। लास्ट कमी भइरहेको थियो, मुकेश दाइले र म यसपालि सुज लिन्छु भन्नु, त्यही भएर हामी बाटोमै उत्रियौँ। त्यसपछि हामी हिँड्दै हिँड्दै फोर्सलतिर लाग्यौँ, लास्ट गर्मी भयो। ल फाइनली केटाहरू यहाँ रेडी भइसकेका छन्। ल केटा के छ त आजको प्लान? हामी यहाँ आइसकेका छौँ फुर्सलमा, हेर्नु सक्नुहुन्छ तपाईँले है। बवाल बवाल है, यस्तो हाम्रो नेपाल सरकारलाई पनि भन्नु पर्यो है बनाइदियो भनेर केटा हो। यस्तो ठाउँ ठाउँमा हेर त कस्तो बवाल हो मा। यो ल ल नयाँ बुटवालाले हेर ल ल ल फुच्चे फाइनली 4 गोलले जितियो है। सब रमाइलोमा छन् केटाहरू है। इट्स मी हन्टर किङ अन द माइक। सब केटाहरू पछाडि पनि छ। बङ्गाली नेपाली होइन, हामी नेपाली भएर बङ्गाललाई बुझेन। सिधै 5 गोल, फर्स्टमा 4 गोल, सेकेन्डमा 3 गोल। यस्तो केटाहरूको यहाँ यस्तो छ है। यो चाहिँ चिकन हो, रोटी आएछ, रमाइलो छ सब केटाहरूलाई। ल